हेर्नुहोस् है त यामाहाको एफजेड V2 बाइकमा चाहिँ तपाईँहरूको पनि यस्तै प्रब्लम हुनसक्छ। यो भिडियो पुरै अन्तसम्म हेर्नुहोस् है त। चाबी अन गर्दाखेरि चाहिँ तपाईँको यहाँ डिस्प्लेमा मजाले लाइन आइरहेछ मिटरमा होइन, जुन चाहिँ तपाईँको हर्नले पनि काम गरिरहेछ र साइड लाइट पनि बलिरहेछ, मस्त बलिरहेछ होइन। तर सेल्फ चाहिँ हाम्रो सेल्फ लगाउँदाखेरि यसरी अन अफ गर्दाखेरि पनि तपाईँको सेल्फ हान्दाखेरि यहाँ आवाज सुन्नुहोस् है त, यहाँबाट आवाज आइरहेछ। तर यो चाहिँ बिग्रेको होइन है। फेरि यो कटआउट चाहिँ ठिक छ, कटआउटको रेजिस्टेन्स चेक गर्दाखेरि कटआउट चेक गर्दाखेरि चाहिँ कटआउट ठिक छ। तर यहाँ प्रब्लम केमा छ यहाँ देख्न सक्नुहुनेछ, यो तपाईँको पिलास है। यो पिलासले चाहिँ यो मोटर छ नि जुन सेल्फ मोटर डाइनामो भन्छ यसलाई, यसरी दुई पटक चाहिँ बाइक स्टार्ट भयो। हेर्नु है, बाइक स्टार्ट भइसक्यो। हो यस्तै किसिमको प्रब्लम यदि तपाईँहरूको बाइकमा छ भने चाहिँ यो सेल्फ मोटर बिग्रेको कारणले या सेल्फ मोटरको कार्बन के जलेको कारणले र तपाईँको चाहिँ मोटर जाम भएको कारणले यस्तो हुनसक्छ है त। तपाईँले ब्याट्री फेर्नु होला, सेल्फ कटआउट फेर्नु होला, तर प्रब्लम चाहिँ यहाँ मोटरनिर हुन्छ है त। यो कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ है त। तपाईँहरूको पनि बाइकमा यस्तै प्रब्लम छ भने र यस्तै जानकारीमूलक भिडियोको लागि चाहिँ हामीलाई लाइक, फलो, सेयर गर्न नभुल्नु होला। हस्त, धन्यवाद।